रबिन सोम धेरै दिन बादमा आएको आज लगबाट खोइ सोम छ कि छैन हौ घरमा अरे बाप रे धेरै दिन बादमा आएको खुसी खुसी एकदम धेरै खुसी यसो भेटघाट गर्न आएको दामी एकदम ल अब गरौँ त माथि आउनु खुसी लाग्यो धेरै खुसी लाग्यो मलाई पनि मित्रहरू यसरी मेरो भनौँ कि वासस्थानमा यसरी आफ्नो गृहमा आइदिँदाखेरि यहाँभन्दा खुसीको अर्थ के कुरा भन्नु होइन हजुर आउनुहोस् 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 साथीलाई भेट्नु हो हजुर हजुर होइन हामीले पनि यत्रो मेहनत गर्दैछ यसो कन्टेन्ट हजुर बस्नु नि यहीँ भिडियोहरू जो हामीले पनि अब अहिले बनाउँदैछ होइन मतलब यसमा चाहिँ के छ किन चाहिँ अब यसमा हामी उयो हुँदैन सक्सेस हुँदैन यसमा हामीले के कुरो चाहिँ गर्नुपर्ने हो अब यसको धेरै जानकारीहरू जस्तै अब तपाईँलाई थाहा छ किनभने अब तपाईँ निकै एकदम चल्ती भाइरल भएको मान्छे हो तपाईँ चाहिँ होइन भाइरल त अब तपाईँहरूको आशीर्वाद हो त्यो मैले बुझ्यो र त्यसको विषय लिएर चाहिँ अब म साथीसँग पनि दुई चारवटा अब कुराहरू गर्नु आएको के पो गल्ती गरेँ कि हामीले अब हुनु त मलाई अब म त्यति पढेको पनि छुइनँ मलाई इङ्ग्लिसहरू त्यति पनि आउँदैन हो त्यही पनि आज चाहिँ म साथीलाई भेट्छु भनेर नै आएको हो खुसी लाग्यो तपाईँ आउनुभयो है हजुर अब तपाईँले एउटा आफ्नो मित्र सोचेर मनबाटै मित्र सोचेर आउनुभयो नि त यो चाहिँ मेरो लागि एकदमै ठुलो कुरा हो पहिलो प्रथम चाहिँ र अर्को कुरा चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब म त्यस्तो बिना ठुलो भाइरल पनि होइन र जहाँसम्म म पुगेको छु यो त सबै तपाईँहरूकै आशीर्वादले नै हो है किनभने कसैको साथ सपोर्ट बेगर त अहिलेको जमानामा केही गर्नु सकिँदैन र तपाईँले भन्नुभयो अब तपाईँ पनि अघि बढ्न चाहनुहुन्छ राम्रो काम गर्नु चाहनुहुन्छ भन्नुभयो नि त यो यसमा चाहिँ म के भन्न चाहन्छु भने मैले जाने जति चाहिँ कोसिस गर्नुहोस् तपाईँले राम्रो भिडियो बनाउनुहोस् एउटा समाजलाई एउटा मेसेज दिने काम गर्नुहोस् है अनि तपाईँले कतिवटा फनी भिडियोहरू बनाउनुहुन्छ फनीमा पनि केही एउटा रहस्य छुपेको होस् है ताकि जुन कुरोको चाहिँ हाम्रो दर्शकलाई आवश्यकता छ अहिलेको जेनेरेसनमा चाहिँ कुन चिज हामीलाई इम्पोर्टेन्ट छ र कुन चाहिँ कन्टेन्टबाट चाहिँ हामीलाई त्यो इम्पोर्टेन्ट चिजहरू पाउँदैछ भन्ने चाहिँ तपाईँले त्यो आफ्नो कन्टेन्टबाट दिनुहोस् बेसी म्युजिकहरू युज नगर्नुहोस् किनभने अब भर्खर गर्नु हुँदैछ होइन कपिराइट लागिदियो भने त्यसमा केही फाइदा छैन तर कसैले यो बुढेसकालमा के भिडियो बनाइरहेको हावामा यसलाई के का जाँगर आइरहेको भनेर तपाईँको पछाडि यो कुरा गर्ने व्यक्ति चाहिँ धेरै पाउनुहुन्छ है धेरै पाउनुहुन्छ त उनीहरूलाई नै तपाईँले चाहिँ सिडी बनाएर टेकेर चाहिँ अगाडि जाने कोसिस गर्नुहोस् हजुर एकदम तपाईँले राइट कुरा गर्नुभयो एकदम ठिकै कुरा हो यो अनि म एउटा कुरा भन्नु पनि चाहन्छु र मान्छेले धेरै कुराहरू नै गर्छ होइन के त्यो भिडियो बनाएर के त्यो भाँडा मोल्दै गरेको भिडियो बनाएर त्यो डाँडा गर्दै त्यो डाँडातिर त्यो घाँस काटेको भिडियो बनाएर त्यो त मेरो रियल लाइफ होइन नि त त्यो त मैले एउटा भिडियो बनाएको हो भनेको छ कि त्यो सबै चिजहरू आउँछ होइन मलाई पनि आइरहेकै हुन्छ तर अब बुझ्छु म किनभने अब आफ्नो घरको 4जना 5जना फ्यामिलीको त एउटै मन हुँदैन कुरा बुझ्दैन भने लाखौँ दर्शकको मन जित्नु त साह्रै पर्छ नि त हौ होइन 99 को जित्यो भने 1% त कहीँ न कहीँ त उहाँहरूले पनि नराम्रो चाहिँ भन्नु चाहिँ चाहेको चाहिँ होइन है दर्शकहरूले तपाईँको यहाँ गल्ती हुँदैछ तपाईँले यसरी गर्नुपर्छ भन्ने एउटा एडभाइस जो दिनुहुन्छ नि त्यो पनि राम्रो हो है धेरै कुरा सिक्नुपर्छ एउटा बात म चाहिँ तपाईँलाई भन्न चाहन्छु कि कन्टेन्ट क्रिएटर जब भएपछि होइन र किन मान्छेले चाहिँ ऊ चाहिँ अलिकति हाइलाइट भयो भनेर चाहिँ उसले चाहिँ किन एकदमै गेम देखाउँछ उसले चाहिँ किन साथीसँग राम्रोसँगले बोल्नु खोज्दैन उसले राम्रो कमेन्ट गर्नु खोज्दैन किन ऊ ठुलो मान्छे बन्न चाहन्छ ऊ पनि त एउटा जनताको एउटा सहायता पाएर त ऊ पनि त एउटा बनिएको कुरो हो र यो कुरोमा पनि मलाई साह्रै नै दुःख लागेको छ र आज जो छ साथीको भिडियो म हेर्छु म बनाउँछु भिडियो होइन म मिल्छु र साथी सबैसँग मिल्नुहुन्छ सबैले तपाईँलाई मन पराउनुहुन्छ यही कुरो चाहिँ मलाई एकदमै साह्रै नै खुसी छ हाम्रो लङ्कापाडा माक्रापाडा तुलसीपाडा दलमर बिरपाडा हामी एउटै जग्गाको मान्छे हो ल यो कुरो लिएर चाहिँ मलाई चाहिँ अरू कन्टेन्ट क्रिएटर भन्दा पनि
मलाई चाहिँ तपाईँलाई चाहिँ एकदमै राम्रो लाग्छ धन्यवाद। र तपाईँलाई धेरै धेरै धन्यवाद छ। म चाहिँ यो विषयमा तपाईँलाई के भन्न चाहन्छु, तपाईँको बात काटे क्षमा चाहन्छु है त। हुन्छ भन्नुहोस् न। अनि के भन्न चाहन्छु भने हेर्नुहोस्, कुनै पनि चिज चाहिँ उम्रिँदाखेरि माटोबाटै उम्रिनुपर्छ है, हजुर ओके होइन। जति नै जे भए पनि जरा चाहिँ माटोमै हुनुपर्छ, चाहे ऊ एउटा गमलामा होस् चाहे ऊ भुइँमा होस्। गमलामै भएको वृक्षको पनि जरा त माटोमै छ नि त, गमलामा त ढुङ्गा मात्रै राखिदियो भने त ऊ त अघि बढ्दैन नि त। हजुर त्यस्तै हो, कुनै पनि चिज चाहिँ म चाहिँ एउटा माटोसँग सम्बन्ध छु है भन्ने चाहिँ वृक्षको हुन्छ नि त। त्यस्तै हामी कन्टेन्ट क्रिएटर होस्, कुनै पनि सामाजिक काम होस्, जुनै पनि पार्टीको नेता होस्, कुनै पनि जे पनि होस्, राम्रो काम गर्ने मान्छेहरूले चाहिँ कहिले पनि यो नसोच्नु कि मेरो पछाडि चाहिँ मेरो सपोर्टरहरू छ भनेर भुल्नु चाहिँ हुँदैन है, हजुर भुल्नु चाहिँ हुँदैन। सत्य कुरा भन्नु। म पनि कतिवटा ठुल्ठुलो कन्टेन्ट क्रिएटरहरूलाई मेसेज गर्छु, राम्रो राम्रो एडभाइस दिन्छु, राम्रो लाग्छ ताकि मेरो मेसेजको पनि कुछ रिप्लाई आउँछ कि भन्ने जस्तो हुन्छ। तर उहाँहरूले गर्नु हुँदैन। तर म त्यो कुरोलाई ख्याल पनि गर्दिनँ, किनभने व्यस्त होला के होला होइन। एकजनालाई रिप्लाई दिएर यता अरूलाई दिएन भने उताबाट त नराम्रो रिएक्ट आउँछ भनेर बरु उहाँहरूले कसैलाई नदिएको पनि हुनसक्छ। तर म चाहिँ सक्दो टाइम निकालेर चाहिँ दिने कोसिस चाहिँ गर्छु। तर कोही कोही बेला त छोडिन्छ होइन, त्यसमा चाहिँ अब दर्शकवृन्दहरूले पनि गुनासो चाहिँ नगरिदिनु। तर म चाहिँ कहिले पनि म कन्टेन्ट क्रिएटर ठुलो हो भने त्यस्तो किसिमको अभिमान र अहङ्कार चाहिँ मलाई राख्नु मन लाग्दैन। तपाईँहरू आइदिनुहुन्छ है, यही नै सबैभन्दा खुसी मेरो लागि। आज तपाईँहरू मलाई एउटा राम्रो मान्छे सोचेर आउनुहुन्छ नि त होइन। मैले पनि त तपाईँहरूलाई माया गर्नु, एउटा कन्टेन्ट क्रिएटर भएर होस् या त कन्टेन्ट क्रिएटर भन्ने चाहिँ त्यसको प्लेटफर्म अलग हो। तर तपाईँ अहिले जुन हैसियतले आउनुहुन्छ त्यो एउटा मित्र, हजुर यो चाहिँ बनाइराख्नु पऱ्यो नि त। अनि तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु, मैले मोबाइलमै हेरेको र जुन पुरानो जुन कन्टेन्ट क्रिएटरहरू जो थियो अगाडि अब अहिले धेरै नै छ। किनभने फेसबुकले पेमेन्ट त जसले राम्रो काम गर्छ उसलाई नै दिन्छ नि त। त्यो कन्टेन्ट क्रिएटरको गोजीबाट त उसलाई त दिँदैन नि त। उसले जस्तो पनि भिडियो पठाओस्, तर उनीहरूले नराम्रो कमेन्ट चाहिँ किन गर्नु। हाम्रो जमानामा त यस्तो थिएन उस्तो थिएन, अहिले त दुनियाँभरको कन्टेन्ट क्रिएटरहरू निक्लेको छ। त्यो भन्ने कुरो पनि त शोभा दिँदैन नि त। र त्यस्तो कमेन्टहरू मैले हेरेँ, मैले देखेँ होइन। किन यो त एउटा फेसबुकले दिएको कुरो हो, यो जसले पनि यसमा काम गर्नु सक्छ, ओके होइन। ठिकै हो। अब म चाहिँ त्यही भन्न चाहन्छु। अब कुनै पनि काम गर्दाखेरि एउटा नेगेटिभ एउटा पोजिटिभ होइन, एउटा सकारात्मक र एउटा नकारात्मक भन्ने जो विचार हुन्छ, हजुर सबै मानिसको विचार सकारात्मक मात्रै पनि हुँदैन, नकारात्मक पनि हुन्छ, नराम्रो पनि भन्ने पनि हुन्छ। तर त्यो चिजलाई चाहिँ हामी कन्टेन्ट क्रिएटर बनिनु छ र अघि बढ्नु छ भने चाहिँ, राम्रो काम गर्नु छ भने चाहिँ त्यो कुरोलाई चाहिँ हामीले मनमा भारी लिनु हुँदैन। हजुर त्यो कुरालाई चाहिँ लिनु हुँदैन। उहाँलाई पनि धन्यवाद दिनुपर्छ, किन तपाईँलाई एकछिन भयो भने पनि त टाइम निकालेर लेख्नु त लेखेँ नि त। उहाँको फेसबुक टिमले त के लेखे कसो लेखे त्यो त हेर्दैन, तपाईँलाई एउटा कमेन्ट दिएको धन्यवाद छ नि त। त्यति समय भए पनि उहाँले दिँदैछ भने चाहिँ बरु थ्याङ्क्स नै भनिदिन्छु म चाहिँ। नराम्रो लेखोस् कि राम्रो लेखोस् होइन, धन्यवाद चाहिँ मेरो दिने कर्तव्य हो। किनभने हजारौँ दर्शकमा सबै दर्शक त सबैको त मन जित्नु त सफल हुँदैन नि त। हामी पनि कोही त होइन, अब यताउता हुन्छ। त्यो चाहिँ मनमा नलिनुहोस् तपाईँले। त्यस चिजलाई चाहिँ बरु थ्याङ्क यू नै दिएर तपाईँ अगाडि बढ्नु। किनभने सियो भएर गएको मात्रै काम लाग्छ, फाली भयो भने त अड्किहाल्छ होइन। त्यही काम र जेसी ग साथी, आज मलाई धेरै नै खुसी लाग्यो। आज तपाईँको छुट्टी पनि रहेछ हो, आज मेरो पनि छुट्टी र बिहानै हामी बातचित भएर आज मलाई साह्रो खुसी लाग्यो। भेटघाट भयो, एउटा सानोतिनो भए पनि हामीले एउटा भिडियो बनाएँ है। र फेरि पनि आउँदै गर्छु, भेट्दै गर्छु। तपाईँलाई पनि इन्भाइट छ लङ्कापाडामा। हजुर हुन्छ हो, अवश्य आउनुहोस्, म बोलाउँछु ल। अहिलेलाई चाहिँ यति नै। अब मलाई पनि अलिकति टाइम भइसक्यो, म पनि अब चाहिँ जाने है। हुन्छ भेट्दै गरौँ ल। धेरै खुसी लाग्यो, हस् धन्यवाद। मेरो घरमा आइदिनु भयो, सबैभन्दा ठुलो कुरा है। हुन्छ ल, नमस्ते। समय पाएपछि म पनि आउँछु ल। नमस्ते, हुन्छ ल।